यति हो खास त बुङ्गालुङ भन्दो रहेछ होइन धेरै चाहिँ के नै रहेछ र यहाँ किराँत भाषामा बुङ्गालुङ रक गार्डन है बसेको है विशेष गरी त्यस्तो त खासै केही छैन एकदम चट्टानै चट्टानको गार्डन यसलाई हामी रक गार्डन पनि भन्छौँ यो चाहिँ हलेसी दुवाचुङ गाउँपालिका नपापोलासरीमा पर्दो रहेछ एकदम राम्रो छ डाँडा चाहिँ तर यसलाई अलि सरसफाइ गर्ने हो यो झारहरू फाल्न एकदम ढुङ्गै ढुङ्गा भएको कारणले यसलाई बुङ्गालुङ किराँत भाषामा अर्को भाषामा चाहिँ तपाईँको रक गार्डन छ एकदम राम्रो ठाउँ छ घुम्न लायक ठाउँ छ हामी पनि घुम्दै जाने क्रममा आएका छौँ एकदम रमणीय दृश्य देखिने रहेछ बुङ्गालुङ अर्थात् रक गार्डनबाट हेर्दाखेरि यही त यसको बुङ्गालुङको विशेषता यहाँ बुङ्गा रक गार्डन है त्यो एकदम चट्टानै चट्टान भएको कारणले रक भनेर हो बुङ्गालुङ रक गार्डन हलेसी दुवाचुङ म्युनिसिपालिटी हो नि यसलाई ठक्क होइन सर सफा गरेर यसलाई मात्रै हाइलाइटेड गरिदिनु हो नि यहाँ यो भगवान्कै पालामा कुदै कलन हो यो भगवान् यस्तो हेर्नु न त्यही त कस्तो बुटा हालेको छ यो मान्छेले बनाएको होइन